बच्चा हो भने क्या नर्सरी क्लासमा पढ्ने बुझ्दैन दिदी भनेपछि एकचोटि एक राउन्ड हानिसकेपछि प्याडलिङ बुझ्छ यार के भनेको त्यस्तो पढाउनै पर्यो नि बाबु कस्तो कुरा गर्दै तिमीले यार नानीले पढाएर त्यस्तो भएको त्यो त तैँले के भने कसले गराएर भारे पढाउनु परेन तिमीले बिगारेपछि तिमीहरूको लागि त हुनु पऱ्यो कसले गराएर बाबु कसले भने तैँले राम्रोसँग गर्नु पर्ने सुना देश हो राइट भन्दा लेफ्ट हानेछ लेफ्ट भन्दा राइट हानेछ त्यही हो तेरो प्रेजेन्स अफ माइन्ड पछाडिले भनिरहेको छ दुईटा भइसक्यो स्मार्ट एन्ड ह्यान्डसमको सुन्नु पर्दैन म चाहिँ त्यहाँ मैले गर्ने हो टास्क मैले जित्ने हो तिमीहरू खेल्ने होइन यहाँ गाइड गर्नु सक्छ मैले गर्दा साला सुन्नु पर्दैन बच्चा यो सानो बच्चाले सुनिरहेको थियो त्यहाँनिर भनिरहेको थियो दुईटा भइसक्यो भनेर दिमाग छैन लन्ठु भएर त्यसले गाइड गरिरहेको छ त्यसले काउन्ट गरिरहेको छ दिइरहेको छ यिनीहरूलाई कहाँ लाने हो उतै अझ मैले गरेर मुला रामसँग गेम खेल्दैन मैले गर्नु रे सालाहरू खाऊ त्यसै गर के बोल्नु मिलेर गर्नुपर्ने गाली गरिहाल्नु गाली गर्नु मलाई क्याप्टेनले गाली नगरी राइडलाई कसलाई गर्छ सुन्न सुन मेरो कुरा